माननीय सदस्य गणेश धिमाल। देशैभरिको र विशेषतः बारा क्षेत्र नम्बर 1 को निजगढ, कोल्भी, बारागढी, आदर्श कोतवाल, सिमरनगढका आदरणीय सम्पूर्ण परिवर्तनको चाहना राख्ने, देश र जनताको हितको निमित्त मत परिवर्तन गर्नुहुने तपाईँ सम्पूर्णमा धन्यवाद र आभार प्रकट गर्दछु। सभामुख महोदय, 1000 वर्षको इतिहास बोकेको प्राचीन मिथिला र तिरुतको राजधानी सिमरनगढ समग्र नेपालको मध्यकालीन इतिहास र संस्कृतिको धरोहरको रूपमा रहेको छ। यसको संरक्षण र पर्यटकीय विकासको लागि तत्काल गर्नुपर्ने कार्यहरू बारेमा म सम्माननीय सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। 2067 सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाममा अन्धाधुन्ध पोखरी खन्ने कार्यले सिमरनगढको 80% सम्पदा नष्ट भइसकेका छन् र यसलाई रोक्न सिमरनगढको प्राचीन पर्खालभित्र पोखरी खन्ने कार्य बन्द गरी वैकल्पिक कृषिको उपायहरू अवलम्बन गर्नुपर्छ। भूभौतिक सर्वेक्षणबाट संवेदनशील देखिएका क्षेत्रहरूलाई तत्काल 4 किल्ला निर्धारण गरी प्राचीन स्मारक संरक्षण ऐन 2013 अनुसार संरक्षित क्षेत्रको रूपमा घोषणा गरिनुपर्छ। पुरातात्विक